आज बिहानै काममा जाँदै गर्दा बाटोमा यस्तो नजारा देखियो नि जसले मेरो मुड फुल्ली फ्रेश भयो। सो हे गाइज वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। हरेक बिहान कोठाबाट निस्किने बित्तिकै काममा जाँदै गर्दाखेरि दिमागमा एउटा कुरा सुरु भइहाल्छ, कतै ढिलो त हुने होइन। र काठमाडौँमा बिहानैदेखि मान्छेहरूको आफ्नो भागदौड सुरु हुन्छ। तर यो मन्दिरमा मान्छेहरू आज हेर्नुस् त बिहानैदेखि पूजा गर्नलाई लाइन लागेर पर्खिरहेका छन्। यो देखेर यति कुरा चाहिँ बुझिन्छ कि मान्छेले जतिसुकै पैसा कमाए पनि मनमा शान्ति भएन भने आखिर भगवानकै शरणमा आउनु पर्ने रहेछ। र जहिले पनि म काममा जाँदाखेरि यो फुलमा चाहिँ मेरो आँखा गाक्कै हुन्छ। र जय बागेश्वरीमा भएको यो मन्दिरको त झन् कुरै नगरौँ, किनभने यहाँनिर भएको यो पेन्टिङमा यस्तो यस्तो कुराहरू देखाइएको छ जुन मैले चाहिँ अहिलेसम्म बुझ्न सकेन। तर यो पेन्टिङ हेरेपछि मलाई चाहिँ के लाग्छ भने जे होस् यसको स्टोरी चाहिँ खत्रै छ है। यसरी नै सधैँ वरिपरि बाटोमा भएको नजाराहरू हेर्दै काममा जानुको मजा पनि छुट्टै छ है। र हिँड्दा हिँड्दै म चाहिँ आइपुगेँ गौशालामा। र म चाहिँ यो भित्र कहिले गएको थिएन, त्यसैले आज छिर्दिउ न त भनेर आएको। छिर्ने बित्तिकै बाँदरको माउ र बच्चा देखे। र बच्चा भनेपछि जेको पनि कति क्युट हुने के। फोटो खिच्न नजिक जाँदा मलाई त जिस्काइ पो आएको थियो। यसरी बाँदरको बच्चा देख्दाखेरि तपाईहरुलाई के लाग्छ थाहा भएन, तर मलाई चाहिँ समातेर घरमा लगेर पालौं जस्तो लाग्छ भने। यो भित्र यस्तो हरियाली जंगल रहेछ, भित्र छिर्ने बित्तिकै कस्तो पिसफुल फिल भइरहेको थियो। र यो ठाउँ बाँदरहरूको लागि चाहिँ घर जतिकै रहेछ, किनभने भित्र छिर्नेदेखि वरिपरि बाँदरहरू सुतेको, जुम्रा हेरेको, खेलेको मात्र देखिरहेको छु। यतिकैमा 81 घारीबाट के निस्क्यो भनेको त कुकुर पो रहेछ। यताको भ्यूहरू हेर्ने धुनमा आफू काममा हिँडेको हो भन्ने कुरा भुसुक्कै बिर्सेछु। गौशालामा यस्तो पिसफुल हरियाली जंगल छ भनेर मैले सोचेको पनि थिएन। कामको प्रेसर त छँदैछ, तर आज देखिएको यो सानो सानो कुराहरूले मेरो बिहानीको समयलाई एकदमै राम्रो बनाएको छ। ल म चाहिँ काममा आइपुगे। तपाईको बिहानीको सुरुवात कस्तो भयो प्लिज कमेन्टमा भन्नुस् है त।